यसो न तपाईहरु हेर्नुहोस् यहाँ बेगनास लेकतिर आउनुहोस् तपाईहरुलाई म बेगनास लेकको देखाउँछु है यहाँबाट है उ त्यहाँ जुम गरेर है उ यहाँ नि बेगनास लेक गाइज वेलकम बैक टू माई यूट्यूब चैनल। आज चाहिँ हामी 2 महिनापछि हैन एक्जाम सकेर फेरि पनि म युट्युबमा ब्याक भइसकेको छु। दोस्त आज हामी चाहिँ कता हो जान थालेको? हामी जान लागेको चाहिँ आज बेगनास ताल है। ल साथीहरु हामी चाहिँ आज बेगनास ताल जाँदैछौँ। म युवराज ताम्राकार र हाम्रो साथी जनक साउन्ड अनि 2 जना हाम्रो साथीहरु छन्। हामी चाहिँ अहिले चाहिँ यहाँ लामाचौरमा छौँ। लामाचौरबाट उता गाडीमा चढ्छौँ अनि तपाईहरुलाई हामी पछि देखाउँलाम। बस अहिले बसमा चाहिँ चढियो हैन, अब चाहिँ पुग्ने हो एकछिनमा। यहाँ पृथ्वी चोकमा पुग्यौँ हैन। अब पृथ्वी चोक भनौँ न, अब सबाइगृह हो। अब चाहिँ हामी गाडी कुर्नुपर्ने हुन्छ फेरि उता उसको लागि के अरे बेगनासको गाडीको लागि हामीले चाहिँ गाडी कुर्नुपर्ने हुन्छ। कहाँ लाग्छ गाडी? अब हाम्रो केटाहरूसँग धेरै दिनपछि भेट भयो होइन। भेट भयो भन्दाखेरि घुमियो भयो, घुम्न यो बरु घुमियो। अब आज धेरै दिनपछि अब हल्का रमाइलो पनि गर्नु पर्यो नि त। कति 1 महिनाको निकाल्नु परेको। भोलिदेखि त्यही त नाममा छ। भोलिदेखि चाहिँ कलेज लाग्छ हाम्रो। अब अरू केटाहरू चाहिँ कोही आएनन्, आउला बिस्तारै आऊ केटाहरू तिनीहरू पनि। हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ आज। ल अहिले है साथीहरू हामी चाहिँ यहाँ बस पार्कमा पृथ्वी चोकतिर पुग्यौँ होइन। अब चाहिँ हामीले बेगनासको गाडी खोज्नुपर्ने हुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू, मान्छेहरू होइन। गाडी धमाधम चलिरहन् यस्तै छ यहाँ चाहिँ। यो चाहिँ पोखरा हङकङ बजार होइन। तपाईँहरू हेर्दै हेर्नुहोस् यस्तो छ यहाँ चाहिँ। ल अहिले हामी चाहिँ फाइनल्ली बेगनासतिर अब पुग्न थाल्यौँ भनौँ होइन। गाडीबाट त झऱ्यौँ। अब चाहिँ बेगनास तालमै चाहिँ पुग्न अब कति मिनट लाग्छ जनक? लगभग 15 मिनट लाग्छ। ल 15 मिनट जति हामीले चाहिँ यो घाममा हिँड्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ बाटो बिग्रेको कारणले तपाईँहरूलाई म अगाडिको बाटो देखाउँछु। लागेको कारणले चाहिँ यहाँ चाहिँ गाडी नआउने भयो। त्यही भएर चाहिँ हामीले हिँडेर जानुपर्ने भयो। त्यो चाहिँ लमजुङ जाने बस थियो उताको चाहिँ। अनि चाहिँ यहाँ बाटो यस्तो छ, हिलो छ। अब पानी परिरहेको हुन्छ यो पोखरामा होइन। अनि त्यही भएर अब चाहिँ हामी गयौँ, तपाईँलाई पछि देखाउँछु। हामी चाहिँ फाइनल्ली बेगनास तालमा इन्ट्री भइसक्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ बेगनास तालमा पाल्नुहुने महानुभावहरू भनेदेखि चाहिँ क्या बबाल दामी रहेछ बेगनास ताल चाहिँ। हेर्नुहोस् साथीहरू, ल पोखरामा घुम्न आउनुहोस्, बेगनास तालमा आउनुहोस् होइन। बस्नु एकछिन शीतलमा। त साथीहरू यो बेगनास ताल होइन, बबाल दामी छ। ओके यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ तपाईँहरू हेर्नुहोस्, यहाँ चाहिँ माछा, बेगनासको माछा, यो माछा यहाँ चाहिँ यस्तो छ साथीहरू। बबाल दामी छ। जस आज अहिलेसम्म चाहिँ पानी परेन, पछि पानी पर्छ कि के हुन्छ होइन। अनि एकदम दामी छ यो बेगनास ताल चाहिँ। बेगनासमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ माथि टक्क हरियाली छ होइन। अनि यतातिर चाहिँ हरियाली जङ्गल अनि बबाल छ होइन एमडी। अनि यहाँ चाहिँ यस्तो छ। अनि यतातिर चाहिँ यो चाहिँ पूजा गर्ने यस्तो छ। अब यहाँ चाहिँ सबै ढुङ्गाहरू छन्। तपाईँहरू हेर्नुहोस् यहाँ चाहिँ यहाँ पनि यस्तो छ। यहाँ आउनु दोस्त, यो पनि यस्तो छ यहाँ पानीहरू। ल हामी उतातिर जान्छौँ। फुल ढुङ्गा कसरी बन्द, ढुङ्गा बनेको प्रक्रिया देखाउँछु है। ढुङ्गा चाहिँ यसरी बन्दो रहेछ पानी ठ्याक्क पारेर। यहाँ चाहिँ
यसरी ढुङ्गा बन्दो रहेछ कि सुरुमा कि यहाँ काठहरूले। अब साथीहरू म चाहिँ अहिले बेगनास तालमा छु होइन। चाहिँ यसो एमडी र म चाहिँ दुईजना अरू दुईजना चाहिँ उता बसिरहन्। हामी चाहिँ अहिले यहाँको वरिपरि घुम्दैछौँ क्या माथि यो जङ्गलतिर के यस्तो घुम्दै। यहाँ चाहिँ कति दामी छ, शीतलो छ, मस्तो छ अनि दामी छ कि यतातिर चाहिँ जङ्गलतिर माथि यतातिर नुस यहाँ चाहिँ खतरा खतरा छ होइन। ए सरी यार, बेगनास तालको जङ्गल यहाँ हेर्नुहोस् है केटा है, खतरा। अनि उता चाहिँ विदेशी केटीहरू छन्। अनि यस्तो छ यहाँ तल चाहिँ स्विमिङ खेल्ने त हुन्थ्यो, अब के गर्ने यस्तै छ, बबाल छ। तर जे भए पनि जस रमाइलो भइरह होइन। जङ्गलबाट हामी यतातिर आयौँ, हल्का मुखसुख धोयौँ, फ्रेस भयौँ। यसो यता चाहिँ बेगनासतिर फोटोसोटो खिच्यौँ होइन। अब चाहिँ हामी यतातिर जान्छौँ। अब यतातिर यसो न तपाईँहरू हेर्नुहोस्, यहाँ बेगनास लेकतिर आउनुहोस्। तपाईँहरूलाई म बेगनास लेखेको देखाउँछु है यहाँबाट है, ऊ जुम गरेर है। यहाँ नि बेगनास लेक तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ ढुङ्गाहरू पनि खेल्न सक्नुहुन्छ, तर हामीले चाहिँ खेलेनौँ किन के खेलिराख्ने, ढुङ्गा नि खेलेको चिज त होइन। अब त्यही भएर नखेलेको। यता तल आउन साथीहरू लगेर आएको गर यस्तो। यहाँ चाहिँ हामीहरू यस्तरी यहाँ चारजना टक्क गुगरिरह्यौँ होइन। ल मस्त केटा हो, के छ बवाल भइरहने हो। ल टक्क पौडी खेलिरहने यत्रो बिचको भेलमा होइन। यस्तो पानी यहाँबाट चाहिँ मान्छेहरू आउने हो बाइकमा। यहाँ चाहिँ सब यस्तरी खेलिरहन् कि यतातिर। अब चाहिँ हामी बेगनासबाट बाहिर निस्किन थाल्यौँ। अब चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ उता मान्छेहरू सबै मजासँग यहाँ बस्छन्, त्यहाँ चाहिँ यस्तरी खेल्दैछन् होइन। अब चाहिँ बाहिर निस्किनु पऱ्यो हामीहरू। अब टाइम पनि भयो, लगभग 2:30 जति बजिसक्यो। अब चाहिँ निस्किनु पर्ने हुन्छ। जस रमाइलो भयो, शीतल भयो। ल यति भन्दै बाई बाई। अब चाहिँ हामीहरू चाहिँ उता घरतिर जान्छौँ होइन। घरतिर अब के अरे एयरपोर्ट गएपछि एयरपोर्टमा चाहिँ फेरि नयाँ भिडियो बनाउँछु एयरपोर्टको बारेमा होइन। ल अहिले यति, बाई बाई। अनि मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, युवराज ताम्राकार। अनि तपाईँहरूलाई धेरै धेरै माया छ होइन मेरो तर्फबाट। ल अनि बेगनास तालको आजको भिडियो पुरा फुल भिडियो वाच गरिदिनुहोस्। त्यही छ। ल बाई बाई। प्लिज डु सब्सक्राइब माई च्यानल। ओके।